हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज यस्तो पानी परिरहेको बेला कहाँ हिँड्नुभयो भनेर सोच्नुभयो होला। हामी चाहिँ आज हाम्रो 4 देखि 7 सम्मको नानी बाबुहरूलाई लिएर चाहिँ छाउनी म्युजियम चाहिँ भिजिट गर्न भनेर आएका थियौँ। अनि त्यसपछि त्यहाँ गएपछि त अभियसली एउटा एक्साइटमेन्ट बढ्ने हुन्छ सबैको मनमा हैन। झन् फर्स्ट टाइम जाँदा त ओहो यस्तो पनि रहेछ है, पहिला त यस्तो पनि थियो भन्ने हुन्छ नि त हैन। अनि उहाँहरूले चाहिँ फर्स्टमा कोइनहरू हेर्दै हुनुहुन्थे। अनि मलाई पनि सोध्दै हुनुहुन्थ्यो कि कतिजनाले म्याम हजुरले पनि यो कोइन युज गर्नुभएको थियो भन्दै हुन्थ्यो। अनि मैले पनि होइन त्यस्तो युज त मैले पनि गरेको छैन, हेर मैले पनि पढेको हो देखेको हो, त्यस्तो मैले पनि युज त गरिनँ भनेर भन्दै थिएँ। अनि त्यसरी नै हाम्रो त्यो कोइनको बारेमा हामीले हेर्दै हेर्दै गयौँ। अब विभिन्न त्यहाँ पनि आफ्नो आफ्नो डिपार्टमेन्ट थियो नि त। अनि मैले भिडियो चाहिँ फेरि त्यहाँकै स्टाफलाई सोधेर बनाउन मिल्छ भनेर सोधेर बनाएको थिएँ है गाइज। अनि त्यसपछि चाहिँ हामीले नेक्स्ट डिपार्टमेन्ट चाहिँ हाम्रो वेपन तर्फतिर लागेको थियौँ है। पहिला वारको टाइममा हाम्रो वारियरहरूले युज गर्नुभएको वेपनहरू थियो है। यस्तो थियो दामी क्या, हेर्दाखेरि नि क्या त्यो भित्रदेखि सिरिङ्गवाला गुज बम्सवाला फिल आउने थियो क्या। अनि यो झन् एनिमलमा गएको, एनिमल डिपार्टमेन्टमा त कस्तो त्यो डर लाग्नेवाला लागेको क्या मलाई चाहिँ होइन। एक्कासी त्यो कस्तो एनिमल त पुरै हुन्छ नि साँच्चीकै आफ्नै अगाडि छ जस्तो त्यो वाला थियो है। अनि त्यहाँ चाहिँ मलाई हल्का सानो फेरि भिडियो अगाडि चाहिँ मैले लिइरहेको थिएँ। अनि नबनाउनु भन्दै हुन्थेँ। अनि बाहिर यस्तो पानी पनि रोकेछ। अनि बाहिर सरर मैले एक राउन्ड यसो क्लिप पनि हानेँ है। बाहिर कस्तो प्रिटी देखाएको थियो नि त अब पानी परेपछि त त्यो सबै। अनि मैले आफू पनि मेरो भ्लगमा आउनु पऱ्यो नि त भनेर है। अनि मैले आफ्नो पनि भिडियो बनाउन लाएँ यसो यताउति हिँडेर है। अब आफ्नो भ्लगमा आउनु पऱ्यो भनेर। अनि म क्या एक्जस्ट भइसकेको थिएँ क्या एकदमै बिहानदेखि। फेरि यताउति हिँडाउँदा ओर्दा है यस्तो अलि हल्का फुल्का यता आउनु उता आउनु भन्दा यस्तो भइहाल्छ। अनि फेरि हामी त्यसको अपोजिटमा भएको मिलिट्री म्युजियम पनि गयौँ। अब त्यहाँ चाहिँ भिडियो रेकर्ड गर्न पाइनँ है। अनि बाहिर गऱ्यौँ, हाम्रो सानो फोटो सेसन पनि भयो है, सबै होल स्ट्रेनलाई राखेर हाम्रो। अनि त्यसपछि त्यहाँ पनि मैले फेरि मिलिट्री म्युजियममा पनि एक सरर राउन्ड हानेँ। पुरै 360 राउन्ड हान्न लागेको थिएँ। अलिकति 180मै काटियो है गाइज। अनि त्यसपछि हामी चाहिँ आफ्नो स्कुलतिर लाग्यौँ। सबैजनाले हाई गर्दै हुनुहुन्थ्यो आफूलाई भ्लगमा हेर्नलाई भनेर है। मेरो फेरि सबै धेरै भ्लग हेर्ने मेरै स्कुलको मेरो विद्यार्थी भाइ बहिनीहरूले हो नि त। अनि यो गाडीमा फेरि धुमधडाक के हो तिम्रो नाम बहिनी परिचय पाऊँ गर्दै थिएँ है। सबैजना पुरै मस्त उफ्रेर यस्तो मजा आएको थियो। यस्तो मजा चाहिँ अब फेरि हुँदै गर्छ होइन। जहिले अब कहिले रमाइलो हुन्छ। यहाँ भ्लगको थ्रुबाट थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। अहिलेको लागि चाहिँ यतिमै म एन्ड गर्न चाहन्छु। बाई बाई, सी यू।